आज हामी कुरा गर्छौँ आलुमा लाग्ने प्रमुख रोगको बारे। आलुमा लाग्ने एउटा प्रमुख रोगमा डडुवा रोग पर्छ। डडुवा रोग दुई प्रकारका हुन्छन्, पछ्यौटे डडुवा र अगौटे वा थुप्ले डडुवा। पहिले पछ्यौटे डडुवाबाट सुरुवात गरौँ। पछ्यौटे डडुवाको लक्षणहरू: पातको किनारमा हल्का कालो वा खैरो तथा हरियो दाग देखा पर्छ र त्यसको साथसाथै आलुको ट्युबरमा पनि दाग देखा पर्छ। रोगलाई नियन्त्रण गर्ने माध्यमहरू: रोग प्रतिरोधी जातको प्रयोग जस्तै जनकदेव, खुमल रातो, कुर्फी बाज्रा। रोग देखा पर्न थालेपछि रोडोमिलको धुलो 1.5 ग्राम प्रति लिटर 15 देखि 20 दिनको फरकमा छर्ने र आलुको बोटमा रोगको शङ्का हुनासाथ इडोफिल एम 45 को धुलो 2.5 ग्राम प्रति लिटर 7 देखि 10 दिनको फरकमा प्रयोग गर्ने। अब कुरा गरौँ अगौटे वा थोप्ले डडुवाको बारे। अगौटे वा थोप्ले डडुवाका लक्षणहरू: पातमा ससाना काला खैरा थोप्लाहरू देखा पर्छन् र पछि गएर ती दागहरू चक्र आकारमा बन्न थाल्छन्। रोगलाई नियन्त्रण गर्ने माध्यमहरू: यस रोगको नियन्त्रणका लागि खेत सफा राख्ने र साथसाथै स्वस्थ बिउको प्रयोग गर्ने र इडोफिल एम 45 को धुलो 2 ग्राम प्रति लिटरका दरले पानीमा मिसाएर पातमा छर्ने।